मलाई अचम्म लाग्छ, यो रातको समयमा ढोका ढकढकाउने को होला? सर, मलाई कसैले भनेको थियो कि मरियम नाउँ गरेकी येशूको आमा यस घरमा हुनुहुन्छ भनेर। के उहाँ यहाँ हुनुहुन्छ त? मरियम, उसँग तपाईँको के काम छ? तपाईँ नडराउनुहोस्, म एक साथीको हैसियतमा आएको छु। तपाईँलाई बाचा गर्छु कि कसैलाई कुनै खतरा हुने छैन। मैले यहाँ एउटा समाचार र उपहार पनि ल्याएको छु। कस्तो समाचार र के उपहार? येशूलाई क्रुसमा टाँगिएको अघिल्लो रात उहाँलाई यहुदी नेताहरू र रोमी अधिकारीहरूले मृत्युदण्डको सजाय सुनाएका थिए। उहाँलाई रोमी सैनिकहरूले पिटेका थिए, थुकेका थिए र गिल्ला गरेका थिए। कुरेनीका सिमोन नामका मानिसलाई येशूको क्रुस उठाउन बाध्य पारियो। येशूलाई गलगथा भन्ने ठाउँमा क्रुसमा टाँगिएको थियो। केही रोमी सिपाहीहरूले उहाँको लुगा चिट्ठा हालेर आपसमा बाँडेका पनि थिए। सिपाहीहरूले येशूको टाउकोमाथि एउटा दोषपत्र राखे, जसमा यिनी यहुदीहरूका राजा नासरतका येशू हुनुहुन्छ लेखिएको थियो। दिउँसोदेखि 3 बजेसम्म पुरै देशभर अन्धकार छायो। तब येशूले ठुलो स्वरले कराउनु भयो, हे परमेश्वर, हे परमेश्वर, तपाईले मलाई किन त्याग्नुभयो? फेरि चिच्याउनु भएपछि येशूले आफ्नो प्राण त्याग गर्नुभयो। मलाई पछि थाहा भयो कि त्यही घडी मन्दिरको पर्दा माथिदेखि तलसम्म 2 भागमा च्यातिएको थियो। पृथ्वी काप्यो र चट्टानहरू फुटे, चिहानहरू खोलियो र धेरै सन्तहरूको शव जो मरेका थिए जीवित भई उठे। तिनीहरू चिहानबाट बाहिर आए। जब रोमी सिपाहीहरू येशूलाई कुरिरहेका थिए, उनीहरूले भूकम्पको अनुभव गरे। त्यहाँ घटेका सबै घटनाहरू देखेर एकजना सेनापतिले भने, साँच्चै यी मानिस त परमेश्वरका पुत्र रहेछन्। हामी मध्ये कोही त्यहाँ थियो, सबै घटना देखेका छौँ। ती घटनाहरू तपाईँले वर्णन गरे जस्तै थियो। तर यी सबै कुरा लिएर तपाईँ आज राति हामी कहाँ किन आउनु भएको हो? म ती सिपाहीहरूमध्ये एक हुँ जसले येशूलाई पहरा दिइरहेको थिएँ। यी सबै घटनाहरू भएको मैले देखेको छु। अब म विश्वास गर्छु कि येशू परमेश्वरको पुत्र हुनुहुन्छ। म यहाँ येशूको लुगा फिर्ता गर्न आएको हुँ, जुन मैले क्रुसको मुनि जितेको थिएँ। म उहाँको आमासँग मैले गरेको गल्तीको माफी माग्न चाहन्छु। मलाई थाहा छ कि यो कपडा मेरो अगाडि मर्ने येशूको हो, तर उहाँले परमेश्वरको शक्तिमा मृत्युलाई जित्नु भएको छ। धन्यवाद तपाईँको कपडा र कृपापूर्ण कामको लागि। भर्खरै परमेश्वर पिता र उहाँको पुत्र येशूको आराधना सुरु गर्न लागेका थियौँ। तपाईँलाई हामीसँग सहभागी हुन धेरै स्वागत छ। धन्यवाद। म येशूको बारेमा धेरै जान्न चाहन्छु, जो मृत्युबाट बौरी उठ्नु भएको छ।